प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू, कार्यक्रम बादल इंग्लिश क्लासेसमा यहाँहरूलाई मिठो नमस्कार तथा हार्दिक स्वागत छ। प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू, सधैँझै टेक पार्टनर सत्येन्द्र गुप्ताको साथमा म रामविश्वास महतो यानी यहाँहरूको चिरपरिचित सर आरबी सर उपस्थित भइसकेका छौँ लिएर कार्यक्रम बादल इंग्लिश क्लासेस। प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू, सधैँझै विद्यार्थीहरूको पढाइमा थप सहयोग होस् भन्ने सोच राखेको सर यानी म चाहिँ उपस्थित भइसकेको छु। सधैँ तपाईँहरूको माझमा उपस्थित हुँदैछु अनि यो कार्यक्रम तपाईँहरूले राम्रो लागिरहेछ भन्ने मलाई आशा छ, राम्रो लागिरहेको होला पनि। र प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू, तपाईँहरूलाई थाहा छँदैछ कि यो हाम्रो बादल इंग्लिश क्लासेस चाहिँ मात्र नेपाली मिडियम होइन, नेपाली र अङ्ग्रेजी दुवै मिडियममा चल्ने गर्दछ र यो प्राइभेट तथा गभर्मेन्ट अर्थात् बोर्डिङ तथा प्राइभेट सरकारी स्कुलहरूको लागि दुवै खाले विद्यार्थीहरूको लागि चाहिँ यो उपयोगी हुनेछ। र तपाईँहरूले यो कार्यक्रमलाई लाइभ हेर्न चाहनुहुन्छ, भिडियो हेर्न चाहनुहुन्छ भने तपाईँले युट्युबमा गएर बादल टिभी सर्च गर्नुहोला। बादल टिभी सर्च गर्दाखेरि तपाईँले मेरो सबै भिडियोहरू अपलोड गरिएको छ, त्यो सबै तपाईँहरूले हेर्न सक्नुहुनेछ। तपाईँले युट्युबमा गएर बादल टिभी सर्च गरेर हेर्न सक्नुहुनेछ। अर्थात् तपाईँले क्लासेस बाई आरबी सर सर्च गर्नुहोला, तपाईँले पाउन सक्नुहुन्छ। अर्थात् तपाईँले बादल इंग्लिश क्लासेस पनि सर्च गर्दा तपाईँले मेरो भिडियोहरू पाउन सक्नुहुन्छ। र यो कार्यक्रमलाई, यो भिडियोलाई तपाईँहरूको बादल टिभीको फेसबुक पेजमा पनि चाहिँ राखिएको छ, बादल एफएमको फेसबुक पेजमा पनि राखिएको हुन्छ र तपाईँले मेरो पनि फेसबुकमा गएर तपाईँले हेर्न सक्नुहुनेछ। तपाईँको धेरै यति माध्यममा हामीले चाहिँ यसलाई सञ्चालन गरिरहेका छौँ। तपाईँले हेर्न सक्नुहुन्छ बादल टिभीमा गएर, युट्युबमा गएर बादल टिभी सर्च गर्दा पनि हेर्न सक्नुहुन्छ, बादल इंग्लिश क्लासेस पनि सर्च गर्दा पनि पाउन सक्नुहुन्छ, क्लासेस बाई आरबी सर सर्च गर्नुहोला, त्यसमा पनि पाउन सक्नुहुन्छ। र यदि फेसबुक चलाउनुहुन्छ भने बादल एफएम र बादल टिभीको फेसबुक पेजमा पनि तपाईँले हेर्न सक्नुहुन्छ र मेरो फेसबुकमा पनि सबै चाहिँ लोड गरिएको छ, फेसबुकमा तपाईँ गएर हेर्न सक्नुहुन्छ। अब यति भन्दै म चाहिँ आफ्नो टपिकतिर लाग्न चाहन्छु। तपाईँहरू प्रिय भाइ बहिनी, तपाईँहरूको लागि लिएर आइसकेको छु मैले काउजेटिभ भर्ब। आजको टपिक हाम्रो के रहेछ भने काउजेटिभ भर्ब। काउजेटिभ भर्ब के हुन्छ भने हाम्रो क्लास बुझ्नु न, सानोदेखि लिएर ठुलोसम्म आउँछ र खास गरेर क्लास 8 को अर्थात् डिस्ट्रिक्ट लेभल एक्जामिनेसन जिल्ला स्तरीय दिने बच्चाहरूको लागि, प्रिय विद्यार्थी साथी भाइ बहिनीहरूको लागि र साथसाथै एसई का विद्यार्थी भाइ बहिनीहरूको लागि एकदम उपयोगी, एकदम इम्पोर्टेन्ट च्याप्टर आएको छ। यसबाट चाहिँ एउटा क्वेसन सोध्ने नै छ तपाईँको, एउटा क्वेसन स्योरली हुन्छ, एउटा क्वेसन स्योरली यसबाट आउँछ काउजेटिभ भर्बबाट। त्यसैले प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू ध्यान दिएर सुन्नुहोला, ध्यान दिएर तपाईँ हेर्नुहोला। यदि रेडियो सेटमा बस्नु भएछ भने तपाईँले कपी र कलम लिएर बस्न सक्नुहुन्छ र त्यहाँ तपाईँ लेख्न सक्नु, केही नोट गर्न सक्नुहुन्छ, तपाईँ केही इम्पोर्टेन्ट कुरा नोट गर्न सक्नुहुन्छ। अर्थात् तपाईँले मोबाइलमा यदि रेडियो बजाएर एफएमलाई सुन्नु राख्नु भएको छ भने तपाईँ यो कार्यक्रमलाई रेकर्ड पनि गर्न सक्नुहुन्छ आफैले र पछि पटक सुन्न तपाईँले यसलाई स्टडी गर्न सक्नुहुन्छ। र मेरो यही धारणा छ, मेरो तर्फबाट एउटा सजेसन छ, प्लिज भाइ बहिनी तपाईँले प्लिज कपी र कलम लिएर बस्नु ताकि तपाईँले केही थप सक्नुहुन्छ, तपाईँले अझ चाहिँ राम्रो हुन्छ भनेर। अब यो काउजेटिभ भर्बलाई हेर्नु भाइ बहिनीहरू, यो जुन काउजेटिभ भर्ब छ भने त्यो धेरै इम्पोर्टेन्ट च्याप्टर रहेछ। यो काउजेटिभ भर्ब चाहिँ तपाईँको च्याप्टर चाहिँ तपाईँको इक्जाममा सोले सेट आउँछ नि। त्यसैले प्लिज भाइ बहिनी यसलाई ध्यान दिएर हेर्नु, ध्यान दिएर पढ्नु, किनभने यो हाम्रो इक्जाममा आउनेछ, एउटा आउँछ, स्योरली आउँछ, यो तपाईँ बुझिहाल्नु। र यसमा धेरै भाइ बहिनीहरूले मैले कन्फ्युज भएको, धेरै साथी भाइ बहिनीहरूले कन्फ्युज भइरहेको हेर्दछु। त्यसैले यसलाई मैले आज साबुन पुरै डिटेल पढाउन गइरहेछु, डिटेल तपाईँहरूले बताउन गइरहेछु यसको बारेमा। र साथै त्यसमा आरबी सरले एउटा ट्रिक दिन्छु, त्यो ट्रिक लिनु, तपाईँ एकदम स्योरली काउजेटिभ भर्ब राम्ररी बनाउनुहुन्छ। एकदम तपाईँले कहीँ पनि डिफिकल्ट छैन, कहीँ पनि दिक्कत हुँदैन। एसई होस्, डिएलई होस्, जहाँ गएर तपाईँ इक्जाम दिन सक्नुहुन्छ, जहाँ पनि बताउन सक्नुहुन्छ। प्रिय साथी भाइ बहिनीहरू, अब हेर्नु तपाईँहरू काउजेटिभ भर्ब। अब काउजेटिभ भर्ब के हो भनेर यसको बारेमा हेरौँ। In causative verb, subject doesn't work itself, instead it makes work other. Causative verbs are the main verbs. Causative verbs are the verbs where one makes another do something. Listen to me once again, my dear students. In causative verb, subject doesn't work itself, instead it makes or work other. Causative verbs are the verbs where one makes another do something. यसको अर्थ हामी के बुझिरहेछौँ भने नेपाली मिडियमका भाइ बहिनीहरूका लागि काउजेटिभ भर्ब
यस्तो भर्ब हो जसमा चाहिँ सब्जेक्टले काम गर्दैन, उसले अरूसँग चाहिँ काम गराउने गर्छ। आफू नगरेर अरूसँग गर्न लगाउने भर्बलाई चाहिँ हामी के भन्छौँ भने काउजेटिभ भर्ब भन्ने गर्दछौँ। प्रिय विद्यार्थी साथीभाइ बहिनीहरू, when a person motivates or forces the other to do the work, the verb used for motivation is called causative verb. These verbs are make, have and also get. जब एउटा मानिस कुनै अर्को मानिसलाई काम गर्नको लागि प्रेरणा दिन्छ, फोर्स गर्छ अर्थात् बाध्य गर्छ वा प्रेरणा दिने गर्छ भने त प्रेरणा दिन प्रयोग हुने क्रियाहरूलाई नै हामी काउजेटिभ भर्ब्स भन्ने गर्छौँ। प्रिय विद्यार्थी साथीभाइ बहिनीहरू, यसलाई चाहिँ तीनवटा यसमा काउजेटिभ भर्ब हुन्छ, मेक, ह्याभ, गेट। प्रिय विद्यार्थी साथीभाइ बहिनीहरू, अब हामी बुझिहाले काउजेटिभ भर्ब कस्तो सेन्समा प्रयोग गर्छ भने आफूले काम नगरेर अरूसँग गराउने, अरूले गर्न लगाउने, त्यस्तो चाहिँ के भन्छ भने काउजेटिभ भर्ब छ। यस्तो जस्तै कि म कुनै मान्छेलाई, कुनै भाइ बहिनीले कुनै काम गर्न लगाइरहेको छु भने त्यसमा जुन प्रयोग हुन्छ भर्ब चाहिँ त्यसमा के हुन्छ भने त्यो चाहिँ काउजेटिभ भर्ब हुन्छ। जस्तै कि म कुनै भाइ बहिनीले भने म शिक्षकले विद्यार्थी भाइ बहिनीहरूलाई चिठी लेख्न लगाएँ। अब शिक्षकले चिठी लेख्न लगाउनु भएको छ, अब शिक्षक त लेखिराख्नु भएको छैन, बच्चाहरू लेखिरहेछ। त्यस्तैले त्यसमा जुन प्रयोग हुन्छ त्यो सब्जेक्ट चाहिँ त्यसमा त्यो भर्ब चाहिँ के हुन्छ भने हाम्रो काउजेटिभ भर्ब हुन्छ। प्रिय विद्यार्थी साथीभाइ बहिनीहरू, नेपाली मिडियममा भाइ बहिनीहरू ध्यान दिएर सुन्नु होला। जब एउटा मानिस कुनै काम आफू नगरी अरूलाई गर्न लगाउने, औले गर्नलाई प्रेरणा गर्ने, बाध्य गर्ने अनि जुन भर्ब त्यसमा प्रयोग गर्छ त्यही भर्ब चाहिँ के हो भने हाम्रो काउजेटिभ भर्ब हो। प्रिय विद्यार्थी साथीभाइ बहिनीहरू, when a person motivates or forces the other to do the work, the verb used for motivation is called causative verb. Listen once again. When a person motivates or forces the other to do work, the verb used for motivation is called causative verb. In causative verb, subject doesn't work itself, instead it makes work other. Causative verbs are the verbs where one makes another do something. प्रिय विद्यार्थी साथीभाइले बुझिसक्नु भयो होला। मलाई आशा छ कि तपाईहरुले यो काउजेटिभ भर्बको बारेमा तपाईले बुझिसक्नु भएको छ। काउजेटिभ भर्ब केले भनिन्छ भने आफू नगरी अरूलाई गर्न बाध्य गर्ने यस्तो प्रयोग हुने क्रियालाई हामी के भन्छौँ भने काउजेटिभ भर्ब भनिन्छ। अब यसमा हेरिरहेछ भाइ बहिनीहरु, तीनवटा कुरा मेन हुन्छ। जस्तै कि तपाईले यसमा हेर्नुहुन्छ सब्जेक्ट भर्ब, तपाईको फेरि हुन्छ अब्जेक्ट अब एजेन्ट भन्न सक्नुहुन्छ तपाईले, एजेन्ट र साथै तपाईले अब्जेक्ट। यति कुरा हामीले बुझ्नु एकदम जरुरी छ। सब्जेक्ट भर्ब एजेन्ट र अब्जेक्ट। अब फर्स्टमा सबैभन्दा पहिला बुझौँ कि सब्जेक्ट के हो, सब्जेक्ट केलाई भनिन्छ। धेरै भाइ बहिनीले चाहिँ सब्जेक्टमा कन्फ्युजन हुन्छ भने तपाई टेन्सन नलिनु, ध्यान दिएर बस्नु होला भाइ बहिनीहरु। द पर्सन हु मोटिभेट्स our force to do the work is called subject. काउजेटिभ भर्बमा ध्यान दिएर हेर्नु भाइ बहिनीहरु, सुन्नु होला। The person who motivates our force to do the work is called subject. काउजेटिभ भर्बमा जुन व्यक्तिले काम गर्नलाई कुनै अरू व्यक्तिले फोर्स गरिरहेको हुन्छ, मोटिभेट गरिरहेको हुन्छ, त्यो मोटिभेट गर्ने व्यक्ति चाहिँ के हुन्छ भने तपाईको सब्जेक्ट हुन्छ। प्रिय विद्यार्थी साथीभाइ बहिनीहरु, काम गर्न प्रेरणा दिन्छ भने त्यसलाई हामी के भन्छौँ भने सब्जेक्ट भन्छौँ। जुन मानिस कसैलाई कुनै काम गर्नलाई प्रेरणा दिन्छ, उत्तेजित गर्छ, बाध्य गर्छ भने त्यसलाई हामी कर्ता भन्ने गर्छौँ वा सब्जेक्ट भन्ने गर्छौँ। प्रिय विद्यार्थी साथीभाइ तपाईले बुझिसक्नु भएको छ। अब एकछिन यहाँ हेरौँ अर्को अब भर्ब। अब भर्ब के हो भने यसमा हेरौँ अब the work that shows an action for the completion of the work is called a verb. काउजेटिभ भर्बमा जुन काम पूरा भएको हुन्छ त्यो कामले के भन्छ भने हामी भर्ब भन्ने गर्छौँ। जुन शब्द कार्य पूर्णताको एक्सन बताउँछ त्यसलाई हामी भर्ब भन्ने
गर्छौँ। प्रिय विद्यार्थी साथीभाइ बहिनी, त्यस्तै अब हामी एजेन्टको बारेमा जानौँ। एजेन्ट के हो? धेरै विद्यार्थी साथीभाइ बहिनीहरू हाम्रो एजेन्टमा कन्फ्युज रहनुहुन्छ कि एजेन्ट के हो। अब एजेन्ट के हो भने यसमा कन्फ्युज हुनुपर्ने कुरै छैन। प्रिय विद्यार्थी साथीभाइ बहिनीहरू, एजेन्टमा टेन्सन नलिनु, एजेन्ट चाहिँ एकदम इजी कुरा हो। ध्यान दिएर सुन्नु होला। एकछिन बुझ्दै दिनुहुन्छ भने तपाईँको पुरै समस्या खत्तम। यदि एकछिन मिस्टेक हुनसक्छ भने तपाईँको समस्या रहि नै हाल्छ। त्यसैले प्लिज भाइ बहिनीहरू कुनै पनि कुरा ध्यान दिएर सुन्नु राम्रो हुन्छ। जस्तै कि अब एजेन्ट के हो भने यसको बारेमा बुझौँ। द पर्सन हु कम्प्लिट्स द वर्क, द पर्सन हु कम्प्लिट्स द वर्क इज कल्ड एजेन्ट। जुन व्यक्तिले कार्यलाई पुरा गर्छ त्यसलाई हामी एजेन्ट भन्ने गर्छौँ। प्रिय साथी भाइ बहिनीहरू, अब ध्यान दिएर सुन्नु होला। अब एजेन्ट जस्तै म भनेछु रामलाई, राम पानी ल्याऊ, राम पानी ल्याऊ। अब यो सेन्टेन्समा हेर्नु, म भनेछु, म काम गरेको छैन, म उसलाई बाध्य गरिरहेको छु भने म चाहिँ के भयो? सब्जेक्ट। बट पानी ल्याउने काम कसले गरेछ? रामले गरेछ। त राम त्यो के भयो? एजेन्ट भयो। र त्यो ल्याउनु जुन काम गर्छ, ल्याउनु त्यो चाहिँ के हो? तपाईँको भर्ब हो। र अब्जेक्ट चाहिँ हामीहरू के हो? अब्जेक्ट भने अब्जेक्ट के हो? ध्यान दिएर सुन्नु तपाईँ पनि। अब्जेक्ट के हो भने द वर्क द्याट इज कम्प्लिटेड इज कल्ड अब्जेक्ट। ध्यान दिएर सुन्नु भाइ बहिनीहरू, द वर्क द्याट इज कम्प्लिटेड इज कल्ड एन अब्जेक्ट। अब भाइ बहिनी ध्यान दिएर सुन्नु होला। यसमा के छ भने जुन व्यक्तिले काम गर्नलाई बाध्य गर्छ त्यो सब्जेक्ट, जुन व्यक्तिले काम पुरा गर्छ त्यो एजेन्ट, अनि जुन काम हुन्छ त्यो काम गर्नु जुन बाध्य जुन त्यो चाहिँ के हो? भर्ब हो। र जुन काम पुरा भइहाल्छ त्यो चाहिँ के हो? तपाईँको अब्जेक्ट भयो। प्रिय विद्यार्थी साथीभाइ यसमा ध्यान दिएर हेर्नु होला। अब आई थिङ्क मलाई आशा छ तपाईँहरू बुझिसक्नुभयो होला कि के हो भनेर। काउजेटिभ भर्ब पनि बुझ्नुभयो कि काउजेटिभ भर्ब के हो, केलाई भनिन्छ। अनि यसको साथसाथै तपाईँले यसको डिफिनेसन पनि हेर्नुभयो, डिफिनेसन पनि सुन्नुभयो कि काउजेटिभ भर्ब केलाई भनिन्छ भनेर। अब प्रिय विद्यार्थी भाइ बहिनीहरू, तपाईँले सब्जेक्ट, त्यस्तै एजेन्ट, त्यस्तै अब्जेक्ट, त्यस्तै तपाईँले भर्बको बारेमा पनि जानिसक्नु भएको छ। अब ध्यान दिएर सुन्नु भाइ बहिनीहरू, इन काउजेटिभ भर्ब सब्जेक्ट डजन्ट वर्क इटसेल्फ, इन्स्टेड इट मेक्स वर्क अदर। काउजेटिभ भर्ब्स आर द भर्ब्स वेयर वन मेक्स अनदर डु समथिङ। यसको अर्थ के हो भने आफू नभएर उसले गर्ने त थाहा छ तपाईँलाई। त्यस्तै द पर्सन, अब सब्जेक्टको बारेमा तपाईँलाई थाहा भइसकेछ कि द पर्सन हु मोटिभेट्स अफर्स टु डु द वर्क इज कल्ड सब्जेक्ट। प्रिय साथी भाइ बहिनीहरू, द पर्सन हु मोटिभेट्स अफर्स टु डु द वर्क इज कल्ड सब्जेक्ट। जुन व्यक्तिले काम गर्नलाई अरूलाई प्रेरित गर्छ, मोटिभेट गर्छ, बाध्यता गर्छ भने त्यसलाई सब्जेक्ट भनिन्छ। यो कुरा तपाईँले थाहा भइसकेको छ। र त्यस्तै एजेन्ट, अब एजेन्ट हेर्नु, द पर्सन हु कम्प्लिट्स द वर्क इज कल्ड एजेन्ट। जुन व्यक्तिले त्यो कामलाई पुरा गर्छ भने त्यसलाई हामी एजेन्ट भन्ने गर्छौँ। त्यस्तै भाइ बहिनीहरू, द वर्क द्याट इज कम्प्लिटेड इज कल्ड एन अब्जेक्ट। जुन काम पुरा हुन्छ त्यो कामलाई हामी के भन्ने गर्छौँ भने अब्जेक्ट भन्ने गर्छौँ। त्यस्तै भाइ बहिनीहरू, अब रह्यो पालो भर्बको। वाट इज भर्ब? भर्ब भनेको के हो? इन काउजेटिभ अफ द वर्क द्याट सोज एन एक्सन फर द कम्प्लिनेसन अफ द वर्क इज कल्ड अ भर्ब। जुन शब्द कार्य पूर्णताको एक्सन बताउँछ भने त्यसलाई हामी भर्ब भन्ने गर्छौँ। अब प्रिय विद्यार्थी साथी भाइ बहिनी, मलाई आशा छ तपाईँ बुझिसक्नु भयो होला। अब हामी इक्जाममा कसरी गर्न त्यसको बारेमा लिटरली जान्छौँ। र त्यसमा कसरी गर्नुभन्दा पहिला हामीलाई यो पनि थाहा हुनु पर्यो कि काउजेटिभ भर्ब कति प्रकारको हुन्छ। प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू, काउजेटिभ भर्ब कति प्रकारको हुन्छ? हाउ मेनी टाइप्स अफ काउजेटिभ भर्ब? प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू, हामी डाउट नहुनु, causative verbs is divided into two parts. So there are two types of causative verbs. There causative with agent and next our other without agent. Causative without agent. यसको अर्थ के भइरहेछ? एजेन्ट भएको causative verb र अर्को चाहिँ तपाईको एजेन्ट नभएको causative verb. अब हेर्नु भाइ, causative दुई प्रकारको भयो। एउटा त हाम्रो एजेन्ट भयो causative verb भयो र अर्को चाहिँ हाम्रो एजेन्ट नभयो causative verb। एउटा एजेन्ट भयो causative verb र अर्को एजेन्ट नभयो causative verb। प्रिय विद्यार्थी साथी भाइ बहिनीहरू, अब ध्यान दिएर हेर्नु,
कि काउजेटिभ विथ एजेन्टमा हामी कसरी गर्ने पालो पालो हेरौँ। दुई किसिमको हुन्छ, एउटा हाम्रो काउजेटिभ विथ एजेन्ट र अर्को चाहिँ हाम्रो काउजेटिभ विदाउट एजेन्ट। भने सबभन्दा पहिला फर्स्ट हामी काउजेटिभ विथ एजेन्टको बारेमा हेरौँ कि कस्तो हुन्छ भनेर। यहाँ ध्यान दिएर हेर्नु होला भाइ बहिनीहरू, यदि भिडियो हेर्दै हुनुहुन्छ भने यो स्ट्रक्चरलाई चाहनुहुन्छ भने तपाईँले यदि ब्यालेन्स कम छ भने स्क्रिनसट पनि गर्न सक्नुहुन्छ वा छ भने तपाईँ डाउनलोड पनि गर्न सक्नुहुन्छ। साथीभाइ जस्तै कि यहाँ काउजेटिभ विथ एजेन्ट, यसमा हुन्छ हाम्रो सब्जेक्ट, त्यसपछि हाम्रो काउजेटिभ अब यो हो काउजेटिभ मेक ह्याभ प्लस एजेन्ट प्लस V1 यदि आउँछ भने हामी कसरी गर्ने ध्यान दिएर हेर्नु होला। सञ्जय मेक्स मी लाफ, सञ्जय मेक्स मी लाफ। यसरी तपाईँले कसरी इक्जाममा दिन्छ भने यहाँ डट दिइदिन्छ अनि तपाईँको के गर्छ भने लाफ लाफ यस्तो अदर अप्सनहरू दिइदिन्छ भने हामी के गर्ने यहाँ यदि सब्जेक्ट हुन्छ मेक वा ह्याभ मध्ये कुनै कसोको रूप हुन्छ र त्यसपछि एजेन्ट छ भने चाहिँ यहाँ हामीले सब्जेक्ट हेरौँ, यो सब्जेक्ट भइहाल्यो, मेक वा ह्याभ मध्ये एउटा भइहाल्यो, त्यस्तै एजेन्ट हाम्रो मे भइहाल्यो। अब मिल्यो भएपछि के चाहिँ हामीले V1 चाहिँ भने लाफको V1 लाफै हुन्छ, त्यसरी हामी यहाँ लाफ राख्छौँ। प्रिय विद्यार्थी साथीभाइ बहिनीहरू अब ध्यान दिइरहनु होला। रिता हेज हर राइट लेटर। अब हेर्नु रिता हेज हर, अब राइटलाई चाहिँ तपाईँको अप्सन इक्जाममा दिइदिन्छ, राइट अप्सन स्पेस दिइदिन्छ अनि यहाँ तपाईँको लास्टमा तपाईँको अप्सन दिइदिन्छ राइट, राइट्स, रोट, रिटेन एटसेट्रा यस्तो खाले तपाईँको अप्सन दिइदिन्छ। यस्तो खाले तपाईँको अप्सन दिन्छ भने हामी के हेर्ने, रिता त भइहाल्यो सब्जेक्ट। अब यसमा मेक वा ह्याभको कुनै रूप हुन्छ, हेज चाहिँ ह्याभको रूप सधैँ छ, त्यसपछि हर चाहिँ एजेन्ट हो। अब एजेन्ट आयो त्यसपछि हामी के चाहिँ यसपछि V1 चाहिँ त्यसलाई हामी यसबाट के गर्छौँ V1 राइटलाई लिइहाल्छौँ। अब प्रिय विद्यार्थी साथीभाइ बहिनीहरू अब हामी यसमा हेरिरहेछौँ के हुन्छ भनेर ध्यान दिइरहनु होला। तपाईँको विथ एजेन्टमा चाहिँ तपाईँको के पर्छ भने तिनटै पर्छ, मेक ह्याभ गेट, मेक ह्याभ गेट र त्यस्तै तपाईँ काउजेटिभ विदाउट एजेन्टमा चाहिँ तपाईँको के पर्छ भने मात्र ह्याभ र गेट चाहिँ पर्छ। अब विद्यार्थी साथीभाइ अब यसको एउटा स्ट्रक्चर अझै काउजेटिभ विथ एजेन्टको, किनभने अब यसमा हेरेछौँ काउजेटिभ विथ एजेन्टमा तिनटै काउजेटिभमा पर्छ, मेक ह्याभ गेट तिनटै परिरहेछ। अब तिनटै परिरहेछ भने एउटा स्ट्रक्चर मैले यसमा के मात्र मेक र ह्याभको बारेमा छ भने V1। अब हामी गेटलाई कसरी गर्ने यसको बारेमा पनि हेरौँ हामी। जस्तै ध्यान दिएर हेर्नु होला भाइ बहिनीहरू, सब्जेक्ट प्लस गेट प्लस एजेन्ट प्लस आउँछ भने हामी यहाँ के गर्ने भने यसलाई हामी टु इन्फिनिटिभ प्रयोग गर्ने, टु इन्फिनिटिभको अर्थ के हुन्छ भने तपाईँको V6 हामी भन्न सक्छौँ। त्यस्तै प्रिय विद्यार्थी साथीभाइ बहिनीहरू अब ध्यान दिएर यसको इक्जाम्पल हामी लिन सक्छौँ। प्रिया गेट सिम, प्रिया गेट सिम अनि यसमा स्पेस दिइदिन्छ अनि यसमा छ अ लेटर अनि अप्सन तपाईँ दिइहाल्छ भाइ बहिनीहरू, राइट, रोट, टु राइट, रिटेन इत्यादि। अब विद्यार्थी साथीभाइ बहिनीहरू अब यसबाट हामी चुज गर्ने कि कुन अप्सन हाम्रो हुन्छ भनेर। अब हामीले हेरिरहेछौँ यदि सब्जेक्ट हुन्छ त्यसपछि गेट हुन्छ र गेटपछि एजेन्ट हुन्छ भने हामी यसमा के प्रयोग गर्ने, टु इन्फिनिटिभ गर्ने, टु इन्फिनिटिभ अर्थात् V6 चाहिँ हामी गर्ने। अब यसमा हेर्नुहोस् इक्जाम्पल हामी सब्जेक्ट यहाँ भइसक्यो, गेटको रूप यहाँ आइसक्यो, एजेन्टको रूप यहाँ आइसक्यो, त हामी टु इन्फिनिटिभ त चाहियो नि त, यानि V6 टु इन्फिनिटिभ के हो V6 हाम्रो 2 + V1। अब टु राइट त्यहाँ राख्छौँ हामी टु राइट अ लेटर, प्रिया गेट सिम टु राइट अ लेटर, प्रिया गेट सिम टु राइट अ लेटर। प्रिय विद्यार्थी साथीभाइ अब आई थिङ्क मलाई आशा छ तपाईँहरू अब विथ एजेन्टको बारेमा बनाइसक्नुहुन्छ। यो स्ट्रक्चरले चाहियो भने तपाईँले स्क्रिनसट गर्न सक्नुहुन्छ र भिडियोले डाउनलोड गर्न सक्नुहुन्छ र साथसाथै नयाँ हुनुहुन्छ भने प्लिज लाइक, कमेन्ट र सेयर गर्न नबिर्स्नु होला। प्रिय विद्यार्थी साथीभाइ अब हेरौँ हामी के हेर्नु छ भने हामीले अब यसले मेट्न चाहन्छौँ। अब हामीले काउजेटिभ विथ एजेन्टको हामी बुझिसके। अब हामीले जान्नुपर्ने के हो भने
काउजेटिभ विदाउट एजेन्ट, काउजेटिभ विदाउट एजेन्ट। अब फेरि विद्यार्थी साथीभाइमा ध्यान दिएर हेर्नु होला, काउजेटिभ विदाउट एजेन्ट। यसको अर्थ के हुन्छ भने एजेन्ट नभयो काउजेटिभ अब, एजेन्ट बिनाको काउजेटिभ अब कसरी गर्ने। अब ध्यान दिएर हेर्नु होला भाइ बहिनीहरू, यसमा के हुन्छ भने एजेन्ट एउटै स्ट्रक्चरको लागि काफी छ तपाईँको लागि। यसमा सब्जेक्ट हुन्छ, त्यसपछि तपाईँको मेक त हुँदैन रहेछ, मात्र ह्याभ र अर्को तपाईँले गेट पाउँछ। त्यसपछि तपाईँको एजेन्ट त छैन, विदाउट एजेन्ट मतलब एजेन्ट तपाईँको अब्जेक्ट भएको, यसलाई हामी यहाँ अब्जेक्ट हुन्छ। यदि यहाँ अब्जेक्ट छ भने हामी लास्टमा के थप्ने, V3 चाहिँ प्रयोग गर्ने। प्रिय विद्यार्थी साथीभाइ ध्यान दिएर हेर्नु होला, एउटा इक्जाम्पल म दिन चाहन्छु। She had a letter. She had a letter. स्पेस दिइहाल्छ। अनि तपाईँको राइट, यानी अर्थात् राइटको अरू अप्सनहरू पनि दिन सक्छ। राइट, रोट, रिटेन, राइटिङ, राइट्स यस्तो दिन सक्छ। यसको मेनी अरू रूपहरू छन्, बट हामीले प्रयोग कसरी ध्यान दिएर हेर्नु होला। यहाँ सब्जेक्ट भइसक्यो, हाइभ गेटमध्ये कुनै एउटा आउनु पर्यो हामीलाई, त्यो एउटा यहाँ आइसक्यो हाइड। त्यसपछि यहाँ अब एजेन्ट नभएर के हुन्छ हामीलाई अब्जेक्ट्स, यहाँ अब्जेक्ट भइहाल्यो। अब अब्जेक्ट त भयो, अब हामीले थाहा छँदैछ सबै भइहाल्यो। हाइभ गेटभन्दा कुनै एउटा यसले अब्जेक्ट भइ नै हाल्यो, त्यहाँ हामीले के चाहियो भित्र। अब राइट भित्र के हुन्छ राइटिङ, रिटेन, अब भयो रिटेन पुरै भयो। अब तपाईँले विदाउट एजेन्टको बारेमा पनि बुझ्नु तपाईँले थाहा भइसकेको छ। प्रिय विद्यार्थी साथीभाइ बहिनीहरू, अब हामी ध्यान दिएर हेर्नु कसरी अरू इक्जाम्पलहरू पनि गर्ने। जस्तै एउटा इक्जाम्पल अझ पनि दिइरहेको छु म। हाइड छबाट यहाँ हामी गट गरिदिँदा के हुन्थ्यो, he got a letter। यसमा पनि तपाईँको राइट, रोट इत्यादि चाहिँ यसमा पनि अप्सन हुन सक्छ। भने हामी के गर्ने, यसमा ध्यान दिइरहनु भाइ बहिनीहरू। यसमा पहिला एजेन्ट कुन हो, यहाँ सब्जेक्ट हाम्रो कुन हो भने हि सब्जेक्ट हो। जस्तै हाइभ गेटमा यहाँ गेट आइसकेको छ। अब अब्जेक्ट छ भने अब्जेक्ट यहाँ पनि एउटा आइसकेको छ। अब यहाँ हेर्नु, हि पनि सब्जेक्ट पनि भइहाल्यो, हाइभमा त गेट पनि आइहाल्यो, यहाँ अब्जेक्ट पनि आइहाल्यो। भने हामी के गर्ने, यहाँ चाहिँ हामी अब V3 चाहिँ अब V3 हेर्नु कुन छ रिटेन। अब हामी लेख्न सक्छौँ रिटेन। अब प्रिय विद्यार्थी साथीभाइहरू, अब तपाईँले काउजेटिभ भर्बको 99% नभनेर 95% भन्न सकिन्छ। 95%सम्म चाहिँ तपाईँले सबै गर्न सक्नुहुन्छ। खास गरेर यो प्रोग्राम चाहिँ एससी विद्यार्थी भाइ बहिनीलाई आजको प्रोग्राम धेरै राम्रो चाहिँ इम्पोर्टेन्ट प्रोग्राम छ। चाहिँ ध्यान दिएर सुनिदिनु भाइ बहिनीहरू। यदि तपाईँ सानो क्लास हुनुहुन्छ भने तपाईँ आफ्नो दाइलाई साथीभाइले यदि यसको छ भने उहाँले पनि इन्फर्म गरिदिनु सुन्नलाई। अब प्रिय विद्यार्थी साथीभाइ ध्यान दिएर हेर्नु होला, अब यसलाई कसरी गर्ने भनेर अर्को ट्री एउटा हामी अब ट्री बनाउने। अब कसरी ट्रीले के गर्ने भनेर अब यसले हेर्नु ध्यान दिएर ट्रिक एकछिन पछि म हेर्छु, लास्टमा दिन्छु ट्रिक। त्यो ट्रिकबाट सबै पढ्दै जानु र एउटा ट्रिक दिनेछु आज म। त्यो ट्रिक दिन्छु, यति राम्रो ट्रिक चाहिँ कुरा छोड्नु जुन तपाईँको लागि सधैँ एकदम इक्जाममा केही पनि लड्नै गर्नु पर्दैन। ट्रिक काफी छ। त्यो ट्रिक यदि हेर्नु छ भने प्लिज यो भिडियोले अन्तसम्म हेर्नु होला, किनभने अन्तसम्म नहेरेपछि तपाईँ हेर्न सक्नु। अन्तमा दिनेछु एउटा तपाईँले ध्यान दिएर हेर्नु होला र अन्तसम्म मसँग जोडेर बस्नु होला प्लिज। अनि भिडियोलाई लाइक कमेन्ट र सेयर गर्न नबिर्सनु होला र साथमा सब्सक्राइब पनि गरिदिनु होला। अब मोस्टलाई के गर्नु होला भाइ ध्यान दिएर सुनिदिनु होला। यदि तपाईँको लेट हेल्प मेक ह्याभ गेट प्लस एजेन्ट आउँछ भने हामीले मात्र मेक ह्याभ गेट तिनवटा बारे पढेको थियौँ, दुईवटा छुट्टी दिइसकेको थियौँ। मोरबाट स्टोरी कहिले लेटबाट पनि सुरु भएको हुनसक्छ र कहिले हाम्रो हेल्पबाट पनि सुरु भएको हुन्छ। यदि यति कुरा छ भने र त्यहाँ एजेन्ट छ भने हामी यसपछि के गर्ने भने V1 नै प्रयोग गर्ने। विद्यार्थी साथीभाइ बहिनीहरू इक्जाम्पल हामी लिन सक्छौँ। The teacher lets me, the teacher lets me अब हेर्नु
द टिचर लेट्स मी, अब द कम यहाँ दिन्छ तपाईँ अप्सन दिन सक्छ used to use using etc. अब प्रिय विद्यार्थी साथीभाइ ध्यान दिएर हेर्नु होला। द टिचर लेट्स मी, द टिचर लेट्स मी, अब यता के गर्नु ध्यान दिएर हेर्नु होला। मैले भर्खर भनेछु भने भाइ बहिनी प्रिय विद्यार्थी साथीभाइहरू, लेट हेल्प मेक हायर गेट, यति पछि यदि एजेन्ट छ भने त्यसको लास्टमा के गर्ने V1 को चाहिँ प्रयोग गर्ने। त्यसै ध्यान दिएर हेर्नु भाइ बहिनीहरू। टिचर आइसक्यो, त्यसपछि तपाईँको यहाँ लेटको रूप आइसक्यो, त्यसपछि तपाईँको एजेन्ट भइहाल्यो, तपाईँ चाहिँ सरी तपाईँको यहाँ एजेन्ट भइहाल्यो। अब चाहिँ हामी यहाँ के चाहियो भने V1 चाहियो। त्यो V1 यसमा कुन हो युज, त्यही भएर हामी के गर्ने यहाँ युज प्रयोग गरिदिने। द टिचर लेट्स मी युज द कम्प्युटर, द टिचर लेट्स मी युज द कम्प्युटर। प्रिय विद्यार्थी साथीभाइ बहिनीहरू तपाईँ बुझ्नुभयो। अर्को तपाईँले हेर्न सक्नुहुन्छ प्रिय विद्यार्थी साथीभाइ बहिनीहरू, get cows allow permit force plus agent followed by 2 plus V1। ध्यान सुन्नु भाइ बहिनीहरू। त्यस्तै यदि गेट कज अलाउ पर्मिट फोर्स, त्यसपछि यदि एजेन्ट छ भने हामी त्यहाँ के गर्ने V6 गर्ने, अर्थात् 2 plus V1 अथवा 2 इन्फिनिटिभ गर्ने हामी। अब त्यसमा एक इक्जाम्पल लिएर हामी हेर्न सक्छौँ। भाइ बहिनीहरू ध्यान दिएर हेर्नु होला, कन्फ्युज नहुनु होला। जस्तै कि तपाईँ लेख्न सक्नुहुन्छ इक्जाम्पलमा, द टिचर अलाउड मी, द टिचर अलाउड मी अब यहाँ तपाईँको युज भइहाल्छ भाइ बहिनी। त्यस्तै युज भइहाल्यो, युजिङ भइहाल्यो, तपाईँको टु युज भइहाल्यो। अब त्यहाँनिर हेर्नु भाइ बहिनीहरू कसरी गर्नु भनेर यसलाई टेन्सन तपाईँले लिनै पर्दैन। प्रिय विद्यार्थी साथीभाइ पनि ध्यान दिएर हेर्नु होला। द टिचर अलाउड मतलब यसको रूप अलाउड यहाँ आइसक्यो। त्यस्तै यहाँ एजेन्ट आइसक्यो। तपाईँको गेट कज अलाउ पर्मिट फोर्स, यसपछि यदि एजेन्ट छ भने त्यसपछि हामीलाई V6 गर्नुपर्छ, अर्थात् 2 इन्फिनिटिभ अर्थात् 2 plus V1 गर्नुपर्ने हो। जस्तै हामी हेरेछौँ द टिचर अलाउड मी, अब अलाउड पछि यहाँ मी छ, एजेन्ट छँदै छ, अलाउ छ, त्यसरी हामी गर्छौँ V6 गर्छौँ भने V6 मा अर्थात् 2 इन्फिनिटिभ अर्थात् 2 plus V1, भने 2 युज दिएछ, यहाँ गर्छौँ 2 युज गर्ने गर्छु। प्रिय विद्यार्थी साथीभाइ बहिनीहरू, अब तपाईँले यसको बारेमा पनि बुझ्नुभयो कि कसरी हुन्छ के हुन्छ भनेर। त्यस्तै प्रिय विद्यार्थी साथीभाइ बहिनीहरू, यसै क्रममा अब हामी समयको अन्त्यतिर आइसकेछौँ। त्यसैले हामीले बिदा लिनुपर्छ। बिदा लिनुभन्दा पहिला तपाईँले यति भन्न चाहन्छु, यो बादल इङ्ग्लिस क्लासेसलाई तपाईँले भिडियो हेर्न चाहनुहुन्छ भने युट्युबमा गएर बादल टिभी सर्च गर्नुहोला, अर्थात् क्लासेस बाई आरबी सर सर्च गर्नुहोला, अर्थात् बादल इङ्ग्लिस क्लासेस सर्च गर्नुहोला, अर्थात् रेडियो बादलको फेसबुक पेजमा पनि तपाईँ हेर्न सक्नुहुन्छ, अर्थात् मेरो फेसबुकमा पनि तपाईँले हेर्न सक्नुहुनेछ। र यसको अझ भागहरूको बारेमा मैले भोलि लिएर फेरि आउने नै छु। त्यसैले प्लिज प्रिय विद्यार्थीभाइ भोलि क्लासमा नछोड्नु होला। र यति भन्दै टेक पार्टनर सत्येन्द्र गुप्ताको साथमा म रामविश्वास मेहता बिदा चाहन्छु। हस्त नमस्कार।